आँखा भरी रहर भर्दै आँधी भेरीसँग लड्दै खोला नाला सागर तर्दै दुःख पीडा बिर्सँदैमा आए परदेशबाट फर्किआए आफ्नै गाउँ फर्किआए नयाँ नयाँ सपना ल्याए हो आफ्नै गाउँ फर्किआए नयाँ नयाँ सपना ल्याए सयपत्री सुनखरी लालु पाते चाहिँ जोही फुलेका पाखा भई छर्दै वरिपरि खुसी फेरि यो मन बहलाउन हृदय खोली गाउन आफ्नै गाउँ फर्किआए नयाँ नयाँ सपना ल्यायो आफ्नै गाउँ फर्किआए हो नयाँ नयाँ सपना ल्याए। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ जनक, फुल नेम जनक पौडेल। एन्ड मैले चाहिँ किन गाएको भन्दाखेरि मलाई चाहिँ एक्चुअली अब भयो नि त 4 वर्ष जति भयो नभएको, अनि हल्का अलिकति बढी यहीँको हावापानीमा यहीँको वातावरणमा हुर्किँदा चाहिँ नेपालबाट फर्किँदा चाहिँ मलाई यहाँ चाहिँ गाउँ आएको जस्तो लाग्यो क्या। गाउँ एज इन गाउँ होइन कि कर्मथलोवाला गाउँ। सो आई रेस्पेक्ट माई कन्ट्री, मेरो त्यो भ्यालु छ। हाम्रो क्लब ब्रदर्स युनाइटेड सबैजना नेपाली कम्युनिटी नै हो भएर बनाएको छौँ होइन। सो त्यो सबैले रेस्पेक्ट गर्दा गर्दै पनि मलाई चाहिँ एडलेट चाहिँ मेरो आफ्नै गाउँ आएको जस्तो लाग्छ। प्लस फर्केर 1-2 महिनापछि ब्रदर्स युनाइटेडमा फेरि ट्रेनिङ गर्न, फेरि खेल्न, अनि आज चाहिँ एट दि एन्ड 2 सिजन पछिको एप्रिसिएसन नाइट होस्ट गर्न अनि हल्का फुल्का रमाइलो गर्न पनि आज मलाई चाहिँ आफ्नै गाउँ फर्केर आएको जस्तो लाग्छ। सो सबैजनालाई धन्यवाद। थ्याङ्क यू एभ्रीबडी फर कमिङ हियर। अनि we respect each and every sponsors, our sponsors who are connected with us, अनि supportersहरु, किनकि हाम्रो म चाहिँ अब हल्का फुल्का ट्रेनिङहरु केही पनि थिएन एट दैट टाइम। एट झट्ट हामीले टिम प्रिपेयर गर्यौं, हल्का त्यो के रे रेजिस्ट्रेसनमा चाहिँ हल्का ढिलो भइरहेको थियो। वी वर एक्चुअली अनस्योर यो प्रोग्राममा जाने कि नजाने, यो टुर्नामेन्टमा गए पनि उनीहरूले एन्ट्री दिन्छ कि नै, यस्तो भइरहेको थियो। अनि वी वर अ बिट कन्फ्युज, तर गइसकेपछि एउटा म्याच पनि हारेन। कति गेम विदाउट कन्सिडरिङ गोल जित्यो होइन। एउटा गेम चाहिँ 1 गोल खायो जस्तो लाग्छ, 1-2 गोल होइन, बट स्टिल जितिहाल्यो। सो टु इच एन्ड एभ्रीबडी हियर, किनकि उहाँहरूले आफ्नो एभ्री स्याटरडे दिइराख्नु भएको छ यो हाम्रो क्लबको गेमलाई मेन्टेन गर्नको लागि। सो आइ एम भेरी भेरी प्लिज्ड। अनि म पनि एज अ क्याप्टेन रेस्पोन्सिबिलिटी छ। मैले चाहिँ म जोइन भएदेखि आजसम्म एउटा गेम पनि मिस गरेको छैन है। त्यो चाहिँ आइ एम भेरी मोटिभेटेड वेन इट कम्स टु फुटबल है। अब त्यस्तो राम्रो खेले पनि नखेले पनि, बट आइ एम प्यासनेट। सो आई वान्ट टु सेयर दिस जर्नी एज वेल। अनि अब चाहिँ मुभिङ फरवर्ड, अब बिल्डिङ डेप्थ होइन, बिल्डिङ डेप्थ चाहिँ हामी एक्सटर्नली मात्र नभएर इन्टरनली पनि हामी वर्कआउट गरि नै रहन्छौँ। वान एक्जाम्पल इज इन्टरनल कप। सो इन्टरनल कप चाहिँ मोस्टली हामी एभ्री इयर ट्राई गर्छौँ गर्नको लागि। लास्ट इयर पनि गरेको थियो, यो इयर पनि गरेको। सो about 8 teams. So 6-7 जना players, 6-7 players in a team, and about 18 is a very good number. And we run it throughout the day. अनि त्यसले के हुन्छ भन्दाखेरि अब इन्टरनली चाहिँ प्लेयरहरुको ग्रोथ पनि थाहा हुन्छ, यताउति अरु एक्स्ट्रा कुराहरु पनि हामीलाई खुलिरहेको हुन्छ कि द्याट्स भेरी बेनिफिशियल फर अस। अब लिडरशिप भनौँ कि अब टिम बन्डिङ भनौँ कि हैन, सबै कुराहरु यसले हेल्प गरिरहेको हुन्छ कि हामीलाई।